उतै बसिएको घर अर्काले ठिक्क बनाएर खाना जाने जाने काम घरको कामदेखि खाना अनि तिनीहरूलाई जाने छैन। सधैँ यस्तै काम छ, कहिले केही काम छ, कहिले केही छ, कहिले घाँस ल्याउनुपर्छ, कहिले डाला ल्याउनुपर्छ। आफ्नो कामले एकछिन बिर्सिनु छैन। यिनीहरू उयो उहाँ डुल्या खान्, उयो उहाँ डुल्या खान्, उयो के गरे खान्, अनि कहिले टिकटक बना खान्, कहिले के गरे खान्। तँ पनि त्यहाँ माथि गएर फिल्म हेर क्या, यहीँ गएर बस्छ। लोटे गएर लोटे हिँड्छ, कहिले खाना पाउने कता खाने के हो मुसा ज्याकेट मात्रै आउँछ त, त्यो बुढा आउँदैन नआयो, कहाँ छोरी बोल्ने नआयो, एकले टुवास गरेन, एकले आउँदैन। किन मलाई सोधेको नि, म के तेरो बुढाको नोकर हो र? आफूलाई थाहा होला नि आफ्नो बुढो कहाँ जान्छ के गर्छ भन्ने त, मलाई सोध्दैन र क्या। अनि कसलाई सोधौँ त? अनि अब दुईजनासँगै गयो, कहाँ जानुभयो के गर्नुभयो भनेर सोधेको हो त। सोधेको नि यत्रो, नसोधेको के गर्ने? किन र सागसँगै खाछ बसेछ डुल्याछ, मलाई ठाउँ जहाँ घरमा कति काम छ के गर्छ थाहा छैन। डुल्याछ डुल्याछ डुल्यो कति डुल्यो, टिकटक चलाउने, मोबाइल चलाउने, डुल्ने, के काम छ त्यही काम छ तिनीहरू, अरू के छ? अब मेरो यही त काम होला, को कहाँ जान्छ को के गर्छ, अनि त्यही त काम होला। आफू कुरा सिक्दै कुरा काट्ने, दुनियाँको कुरा काट्दै हिँड्ने काम होला त मेरोमा। मैले कोही कुरा काटेको छु, मलाई भन्, मैले कोही कुरा पनि काटेन। अनि कुरा काटेर मान्छे अगाडि ल्याउनु पऱ्यो, अनि भन्यो भने त्यसै नभन्नु, कुरा काट्ने यताउति भनेर नभन्। म कसैको कुरा पनि काट्नु छैन, म कसैले कुरा काटेर पनि बिहानदेखि डुलिनँ अहिलेसम्म घर आउने। आज मैले कुरा काटेको छु भने मैले के कुरा काटेको छु, कहाँ कुरा काटेको छु? अनि मलाई कसैको कुरा पनि काट्नु छैन, मलाई कसैको के गर्नु पनि छैन। अनि त्यही मैले कोही कुरा पनि काटेको छैन, अनि धेरै कुरा पनि मैले उ गरेको पनि छैन, मलाई नभन्नु धेरै। अनि अब कतिखेर आउनु नि बुढा साहब, यहाँ तरकारी सरकारी बनाउने होला, गएन पकाइदिए हुन्छ। अब खाना बनाउनु मलाई कसै ठिक लाग्दैन छैन। यदि आफूलाई खानु मन छ भने गएर खाना बनाउनु खाने, मैले त बाहिर खाएको छु। यति आलु लगेर खाना बनाइदियो, अनि न्युट्रिसन सिड हालेर राम्रोसँग बनाइदियो, अरूमा केही थाहा पाउँदैन। जा अहिलेसम्म डुलेर आयो काम